गुड मर्निङ। म चाहिँ उठिसकेछु। यो चाहिँ मेरो सुर्खेतको बिहान हो। हेर्न सक्नुहुन्छ कहाँ सरी बिहान थाकल खान जानु लागिसक्यो हामीहरू। गाइजहरू हेर्न सक्नुहुन्छ यही हो। कहाँ हो? गाइजहरू हेर्न सक्नुहुन्छ हामी माथि गइरहेको। मुखै नधोइ म त सुतेको मान्छे अघि नदेखि बाबा उठाउन आएको आइगइराख्नु भएको थियो। गाइजहरू हेर्न सक्नुहुन्छ तर पाके छैन गाइजहरू, काँचो छ गाइजहरू। ए खजरी खै पाकेको पाकेको छ एउटा दुईटा देखिरहँ। गाइजहरू कसले कसले थाहा छ यो खजरी भन्छन्। हाम्रो मामा घरतिर चाहिँ खजरी भन्छन् अनि यता सुर्खेततिर चाहिँ ठाकल भन्ने रहेछन् नि। काफल नि हेर्न सक्नुहुन्छ गाइस। यो चाहिँ हाम्रो सुर्खेतको बिहानी। गाइजहरू आउनु। के नाम गरे? ठाकल ठाकल खाना आउनु। हामीले बाबाले ठाकल खान जाऊ भनेको। मैले त सुतेछु झन् बाबालाई पनि नछु अघि नदेखि उठाउन आइरहेको छ झन्। काफल दिपिकाले फेरि काफल सुन्नुहुन्छ गाइजहरू। अनि म देखाइरहेको छु है। हेर्दै छ ऊ दिदी चाहिँ टिप्दै हुनुहुन्छ। पाक्यो भने एकदमै राम्रो हुन्छ नि। मिठो मिठो धेरै नै पाक्छ सायद गाइजहरू। मलाई चाहिँ टिप्दै दिइराख्नु भएको छ। निन्द्रा त लगाइरहेको थियो तर बाबाले डिस्टर्ब गरिदिनु भयो। अनि 12 बजे खुरपुर खुरपुर गइराख्यो। 12 बजेसम्म चाहिँ राम्रोसँग सुतेको थिएनन् हैन। टुडे लागेपछि निन्द्रा लाग्यो। हामी आउने बित्तिकै आन्टीको बिहा लाग्यो। अनि उचाइ कुकुर पिङ्की आऊ। यो केटी हो कि केटा हो नानी? केटी हो। आऊ। गाइजहरू हामीहरू त्यहाँ डोस पनि बनाइहालेछौँ कुकुर। ल खान्छ गाइजहरू। हाम्रो बहिनीहरूले चाहिँ हामीलाई यता हिँडाउन ल्याछन्। कता ल्याछन् आई डोन्ट नो। आगेरा बगेरा यता कता कता घुमाइरहन्। कता जाने हो? कता हो त? दोकान कहाँ जाने? पैसा छ? पैसा छ? हामीले त ल्याएको छैनौँ पैसा। भन्नु पर्दैन पैसा ल्याउ। गाइजहरू यति राम्रो हामीले ल्याएनौँ के वै? पैसा ल्याएनौँ के हामीले? हामीहरू चाहिँ खानासाना खाएर तयार स्याहार भएर अब हामी घुम्न गइरहेछौँ। बुलबुले ताल घन्टाघर अनि शहीद पार्क नि हामी चाहिँ गइरहेछौँ। बाटो चाहिँ यस्तो छ। हाई दिदी कस्तो लाग्दैछ यस्तो पहाडहरूमा हिँड्दा हिँड्दै? हामीहरू चाहिँ हिँड्दै हिँड्दै गइरहेछौँ। अनि बिचमा चाहिँ देखाउन सकेन। हामीहरू त्यो के खान त गएको थियौँ अरे उता थाकल खाएर आएर त्यसपछि मैले ब्लग बनाएर हामीहरू चाहिँ अब हिँड्दै हिँड्दै गइरहेछौँ। उता चाहिँ हाम्रो दिदीजी हुनुहुन्छ हेर्न सक्नुहुन्छ। यस्तो बाटो छ खाली ओह्रालै। दिदी झन् स्यान्डल लगाएर एकदम घाम पनि भइसकेको छ गाइजहरू। नेपालगञ्ज त यति बेला झन् कस्तो घाम भइहाल्छ। हामी चाहिँ हिँड्दै हिँड्दै गइरहेछौँ गाइजहरू। हेर्न सक्नुहुन्छ घरहरू यही हो। यहाँ सुर्खेतदेखि मेरो ब्लगहरू कोहीले हेर्दैन मतलब मेरो भिडियोहरू हेर्न सक्नुहुन्छ। एकचोटि खस्यो भने खुट्टा त मर्किन्छ हो। यस्तो यस्तो बाटो हिँडिरहेछौँ हामीहरू। यो चाहिँ याद हुन्छ ब्लग चाहिँ किनभने। तर यतातिरको खेत कस्तो यसलाई भिरालो खेत भन्छन् नि।
के खेत त भन्छन् मलाई थाहा छैन के भन्ने यो खेतलाई के नाम त भन्छन् भिरालो खेत भन्छन् त भिरालो हो सायद मैले पढेको थिएँ सक्नुहुन्छ गाइस अब चाहिँ हामीहरू बाटोमा पुगेर देखाउँछौँ ओके बाई बाई गाइसहरू हामी त यस्तो बाटोमा हिँड्दैछौँ हाम्रो लुक चाहिँ यस्तो छ आजको बाटो यो कुलोमा पानी आउँछ हामीहरू चाहिँ हिँड्दैछ यो के हो बर्सिङ यो कति राम्रो छ नि फुल फुले कति मिठो उहाँको लुक चाहिँ यस्तो छ ओ माई गॉड गाइज म त धन्नै खसेन या माटो नै लागेको नङमा गाउँतिरको घर आफले ह ए त ए नाइ देखेन ठुलो बुढा देखाएन आपको अह मैले ध्यानै दिएन पहिला नि कति ठुलो बुढा हामीहरू चाहिँ हिँड्दै गइरहौँ यस्तो छ बाटो माई लुक माई हेयर क्लिप किनेको नि हिजो म छटु यति छिटो आइदिनु त यहाँ हिँड्दै हिँड्दै गइरहौँ यहाँबाट तलबाट झन् छिटो हुन्छ माथिको त्यही त हिँड्दै हिँड्दै गइरहौँ उता चाहिँ रोड छ पानी खानु मन लाग्यो अहिले त अब म हजुरहरूलाई रोडमा पुगेर देखाउँछु के बाई बाई गाइस ओ गाइसहरू तर नेपालगञ्ज भन्दा त कमै घाम रहेछ नि यता हाउ फिल क्या फिल हो रहा है आपको सोच बताएर कति मिठो झन् उता जङ्गलतिर त झन् मिठो मिठो आइरहेको थियो नि हामीलाई चाहिँ अब हामीहरू घुम्न जान्छौँ त्यसपछि म हजुरहरूलाई पुगेपछि देखाउँछु पहिला कता जाने हो टाढा उतादेखि घुम्दै आउने हो त अब उहाँ चाहिँ सवारीमा बस्न गइराख्नु भएको छ म पनि सवारीमा बस्छु हामीहरू चाहिँ आधा बाटो पुगिसकेको छौँ भित्र चाहिँ राम्रो लागिरहेको नि मेरो चाहिँ फर्स्ट टाइम हो हजुरको पनि मेरो पनि पहिलोचोटि हो अनि म बरु आठवटा र यहाँ पो आएको थिएन हेर्न सक्नुहुन्छ भित्रको भ्यू चाहिँ यस्तो छ गाइजहरू के भयो के कति राम्रो देखियो है अनि भित्र चाहिँ यस्तो छ गाइजहरू हामीहरू चाहिँ पुगिसकेको छौँ अब म चाहिँ दिदीहरूको भिडियो सिडियो बनाइदिन्छु अब थाहै होला हामी बुलबुले तालको भित्र पसिसक्यौँ हामीहरू फोटो भिडियो यति धेरै खिच्यौँ त्यही भएर म बिचमा बनाउन सकिनँ यस्तो फुलहरू थियो अनि हामीहरू त्यही फोटोसोटो खिच्यौँ कस्तो लाग्दैछ दिदी मेरो र दिदीको चाहिँ फर्स्ट टाइम हो अनि मम्मीहरू त आइराख्नुहुन्छ हाई भनिदिनु हेर्नु अब फेरि म फोटो खिच्न गइरहेको छु गाइस आइफोन हुने मान्छेको यही हो समस्या आफ्नो दोस्तहरूको फोटो खिचिदिनुपर्छ त्यो पनि डकुमेन्ट देखि पठाइ नै मतलब आफ्नो दिदी दोस्त जिग्री यार मिनी सुख दुःख साथी अब म चाहिँ दिदीको फोटोसोटो खिचिदिन्छु अनि त्यसपछि अब यहाँदेखि निस्केर शहीद पार्कमा जान्छ त्यहाँ भेटौँला बाइ बाइ चाहिँ भित्र पुगिसक्यौँ ब्लगमा हाल्छु नि युट्युबमा हेर्नु न सब्सक्राइब गर्नु याद गर्नुहुन्छ गाइसहरू हामी चाहिँ भित्र पुगिसक्यौँ यता चाहिँ एकदमै राम्रो छ शीतल पनि छ अनि हेर्न सक्नुहुन्छ कस्तो लाग्दैछ त म यहाँ हाउ फिल एकदमै राम्रो लागिरहेछ मेरो चाहिँ फर्स्ट टाइम हो मैले फर्स्टचोटि एक्सपिरियन्स लिँदैछु बुलबुले तालको यहाँ कोही छैनन् अनि गाइजहरू अब मैले एउटा पावर ब्याङ्क किन्ने अवस्था भइसकेको छ अब आइफोन युजरहरू भनेपछि चार्ज घुसार्दै हिँड्ने हुन्छ एक त मोबाइल यति ह्याङ गरेछ गर्मीले रिस लाग्ने त्योभन्दा राम्रो स्यामसङको नि एन्ड्रोइड हुन्थ्यो भने घचर घचर फोटो खिचे पनि केही हुन्थेन अनि गाइजहरू हेर्न सक्नुहुन्छ हजुरहरूले नआउन पाए पनि म हजुरहरूलाई आफ्नो ब्लगमा देखाइराख्छु के कसो छ भनेर नि तर सेम वाटर पार्क जस्तै रहेछ नि यो त अनि हेर्न सक्नुहुन्छ गाइजहरू एकदमै घाम छ दीपिका दिदी र म रातो हुने सम्भावनामा पुगिसकेको छौँ अनि एकदमै घाम छ यता आएर हाई भनिदेऊ सब्सक्राइब गर्नु भन
सब्स्क्राइब गर्नु सब्स्क्राइब अनि हेर्नु कता उता हेर्नु गाइसहरू सब बनाए। अब हामीहरू म शहीद पार्क पुग्यो भने अनि देखाउँछु गाइसहरू। बाई बाई। हामी चाहिँ शहीद पार्क पुगिसकेको छौँ। अब चाहिँ हामीहरू हिँड्दै हिँड्दै गइरहेको म कस्तो खसेँ आज चाहिँ यति घुम्यौँ नि हामीहरू यति घुम्यौँ। घन्टा घर गयौँ त्यो घर घन्टा घर जस्तै छ। एउटा पनि राम्रो लागेन मलाई। अब चाहिँ हामी शहीद पार्क गइरहेको छौँ। हेर्नु न बाटो कस्तो राम्रो छ। हामी चाहिँ हिँड्दै हिँड्दै गइरहेछौँ अनि कस्तो लाग्दैछ हाउ फिल गरे। हामी चाहिँ अब हिँड्दै हिँड्दै जान्छौँ। धेरै हिँडिसक्यौँ। अब यही हो जिन्दगीको बाटो। स्वर्ग जाने बाटो एकदमै गाह्रो भइरहेछ गाइजहरू हिँडेर। अनि हजुरहरू यहाँ नआउन पाए पनि म हजुरलाई ब्लगमा देखाउँछु। हजुरहरूलाई सबै एउटा चिज एक्सप्लोर गराउँछु। हजुरहरूलाई हेरिदिनु होला मेरो ब्लग। हामी चाहिँ अब जान लागिसक्यौँ। कति माथि होला है छ्या खुट्टै दुख्न लाग्यो मेरो त। हाम्रा बाले भनेको मन परेको केटी 1 घण्टा हिँडेर त्यहाँ घाण्डुक गएको के यस्तै बाटो ए मम्मी हिँडेर ओकालो ओरालो ओ माय गॉड। हजुर गाइसहरू यहाँ शीतलमा उभिन्छु म। आउने बेला जाने बेला उकालो आउने बेला ओरालो। हामीहरू चाहिँ बाटोमा मेकअप सेकअप पनि गऱ्यौँ। ओके अब हामी माथि गएर भेट्छौँ। हामीहरू चाहिँ शहीद पार्क पुगिसकेको छौँ। हेर्न सक्नुहुन्छ यहाँ कति राम्रो कि कति राम्रो। मैले सोच्न पनि सकेको थिइनँ। मैले सोच्न सकेको छैन मतलब मैले सोचेको थिइनँ कि यति राम्रो होला भनेर। हामीहरू फुल चाहिँ एकदमै राम्रो राम्रो फुलेको छ। अनि हामीहरू चाहिँ यता आइसकेको छौँ। घुम्न हेर्न सक्नुहुन्छ। यो चाहिँ शहीद पार्क है राम्रो नै छ। सोचे भन्दा राम्रो छ। हाम्रो नेपालगञ्जतिर चाहिँ यस्तो छैन। लाइफमा फर्स्टचोटि एक्सपिरियन्स लिन आएको हामी। राम्रो छ तर घाम पनि छ। हामीहरू चाहिँ एकदमै रातो भइसक्यो। टिकटक सिकटक नबनाउने हो अब यही ब्लग बनाउने फोटोसोटो खिचौँ ल। अनि हेर्न सक्नुहुन्छ यता पनि छ यस्तो। यही हो घाम हिँड्ने हो। काली त भइ नै हाल्छौँ अफकोर्सली। त्यहाँ जान्छौँ गाइजहरू। यति गर्मी छ नि म के भनौँ मैं बता नहीं सकती। इतनी गर्मी छ। इतनी गर्मी है कि क्या बोल दे। मलाई के यता सुन्नु न मलाई के ब्लग हिन्दीमा बोलेर बनाम कि कस्तो बोलेर बनाम जस्तो हुन्छ। हेर्न सक्नुहुन्छ यस्तो गर्मी छ गाइजहरू। अनि हम लोग यहाँ पर पहुँच चुके हैं। आप सब देख सकते हैं और यहाँ पर बहुत अच्छा है। और आपको कैसा लग रहा है यहाँ पर आके? क्या ये आपको कैसा लग रहा है? अपनी मुंह से बोल के बताइए। अच्छा लग रहा है। बहुत अच्छा है गाइस। आप सब भी आना। और यहाँ से देखिए पहाड़ भी दिख रहा है कितना अच्छा है। आप सब अगर सुर्खेत आओगे तो एक बार इस जगह को विजिट करना। हम लोग जा रहे हैं टिकटॉक बनाने। किधर जाएं बताओ? शीतल नहीं है। शीतल मतलब शीतल गाइजहरू अब म हिन्दी नबोल्न धेरै। शीतललाई के उ त्यहाँ यस्तो घाँस छ कि त्यहाँ जाऊँ न टिकटक सिकटक बनाउन। यहाँ हात दुख्यो। ओके गाइस अब हामीहरू उता पुगेर म हजुरहरूलाई देखाउँछु कस्तो छ भनेर। ओके बाय बाय। हम लोग यहाँ पर पहुँच चुके हैं। आप सब देख सकते हैं बहुत अच्छा है। वहाँ पर आंटी पानी दे रही है सबको। किसी को पीना है तो आप सब आ सकते हैं। और इस घास को देखो जैसे मूवी फिल्महरूमा हुन्छ नि हिंदी मूवियों में होता है वैसा ही है। आप सब आके देख सकते हैं इतना अच्छा है। अब हम लोग यहाँ पर सो के फोटो खींचेंगे। आप सब भी एक बार विजिट करना। पहले आप मेरा क्लिक कर दीजिए फिर मैं आपकी कर दूँगी। यहाँ पर बहुत गर्मी है। हमको अंकल ने फोटो नहीं खींचने दिया। मैंने भर फोटो खींच लिया। दीदी को भर नहीं मिला। और हम लोग देखते हैं वहाँ पर चले। और उस आंटी से हम पानी मांगते। आप देखो और बहुत अच्छा। ये क्या सिटी बजा रहे हैं बार बार। वहाँ पर भी जाने को नहीं मिलेगा। वहाँ पर वो है इसलिए देख सकते हैं आप सब। इतना रोक टोक हो रहा है यहाँ पर। आओ यहाँ पर। ओ यहाँ पर आओ। अब हम लोग यहाँ पर थोड़ी पानी लेंगे। आप सब देख लेना। पानी खाना है। पानी अच्छा है। खाना मिलता है।
देखने से तो मुझे नहीं लग रहा है। दिखा रहे, अरे सॉरी गाइस, लोग देख सकते हैं अब हमारी दीदी पानी पीते हैं। बहुत ठंडा है, बहुत अच्छा है गाइस। लोग अब ये पानी हम पीने जा रहे हैं। बहुत अच्छा है, मिनी वाटर जैसा है ना। देख सकते हैं मोटी पानी पी रही है। मेरा भी बना दो, मैं भी पानी पीऊंगी। देख सकते हैं यहाँ का वेदर बहुत अच्छा है गाइस। लोग मोबाइल हाँ, मेरा भी बना दीजिए, मैं भी ऐसे करूँगी। हाथ को पोछिए, कैमरा बंद किया आपने। इधर आइए, इधर देख सकते हैं गाइस लोग। आपको कैसा लग रहा है कुछ बोलिए। राम्रो लागेको छ मलाई। राम्रो लग रहा है गाइस। लोग देख सकते हैं मेकअप नहीं किया होता तो मुंह भी धो लेती। आई लभ यू। बहुत राम्रो छ गाइसहरु, मैले धेरै हिन्दी बोलिसके। ब्यागले बन्द गरिदिउँ। बाई बाई गाइस, एकछिन नभेटौँला। हामी चाहिँ शहीद पार्कदेखि अब फर्किन लागिसक्यौँ। हातमा पानी, तल बहिनी ऊ खस्यो है सानी। अनि हामीहरू चाहिँ जान लागिसक्यौँ तल। यतिको तल छ गाइसहरु। हिँड्दा त म त थाकिसकेँ, खाएको पनि पछि सक्यो। हामी चाहिँ अब फर्किन्छौँ। त्यो चाहिँ एकदमै राम्रो रहेछ शहीद पार्क। घन्टाघर त एउटा पनि राम्रो लागेन मलाई। आउँदैछन् उतादेखि मान्छेहरू। अब हामी तल जान्छौँ, केही खान्छौँ, भोक लागिसक्यो। त्यसपछि नाइट भ्यू हेर्न जान्छौँ हामीहरू डाँडा पारी। अनि जान्छौँ गाइसहरु, यति तल जानु छ। अब त्यहाँ गएर कि नास्ता सास्ता खान्छौँ। अब हामी यहाँदेखि हिँड्ने बेला म हजुरहरूलाई देखाउँछु। ओके बाई बाई। हेलो एभ्रिवान, हिजोको घुमघाइ चाहिँ हाम्रो त्यस्तै भयो। मैले चाहिँ बाटोमा आउने बेला देखाउन पाएन, किनकि त्यस्तै केही परेको थियो। अनि त्यही भएर मैले चाहिँ देखाएन। अब चाहिँ म सिधै गो टु नेपालगञ्ज। जाने बेला चाहिँ अब देखाउन, आउने बेला सबै भिडियो बनाएको छु। अनि त्यही भएर ओके बाई बाई अल अफ यु, बाई बाई। म चाहिँ सुर्खेतदेखि फर्किसकेँ। जाँदाखेरि बाटोमा धेरै कुराहरू देखाइसकेको थिएँ मैले, अनि आउँदाखेरि देखाउन पाएन। अनि हामीहरू चाहिँ त्यहाँ गएर एकदमै रमाइलो गऱ्यौँ। एक दिनको दिन हुँदा पनि हामीले त्यो दिनलाई एकदमै इन्जोय गऱ्यौँ। अनि एकदमै रमाइलो लाग्यो मलाई। आई होप फेरि हामी सुर्खेत जानेछौँ, घुम्नेछौँ। अनि अर्कोचोटि झन् एकदम रमाइलो गर्नेछौँ। अनि थ्याङ्क यू सो मच एभ्रिवान, वी लभ मी। ओके बाई बाई। म चाहिँ अब घर जान लाग्यो। मेरो घर चाहिँ आउँदा छ। अनि यो चाहिँ नेपालगञ्ज सिटी हल हो। अनि जाँदाखेरि म जति स्याड थिएँ नि, त्योभन्दा बढी स्याड म आउँदाखेरि थिएँ म उतादेखि। अनि एकदमै गाह्रो उतादेखि आउँदाखेरि। अनि तब पनि जसरी सम्हालेँ आफूलाई, दिदीलाई पनि सम्हालेँ। अनि ओके गाइस, यति नै हो। यस्तो मेरो ब्लगलाई हेरिदिने गर्नु होला। ओके बाई बाई।